सो हे गाइज वेलकम ब्याक टु न्यू भिडियो। अनि आजको भिडियोमा सबैजनालाई स्वागत छ। म सन्देश नैन, तपाईँले देखिहाल्नुभयो होला मेरो युट्युब च्यानल द किङ 99। अनि यहाँ मम्मी लुगा धुँदै हुनुहुन्छ। किन रिसाउँदै हुनुहुन्छ तपाईँहरूलाई थाहा छ? घरबाट हार्न साह्रो परेर मम्मी रिसाउँदाखेरि सबै मलाई घाटा छ। मम्मीले अहिले भएन भने चप्पल फायरिङ हाल्नुहुन्छ। देब्रे हात यस्तो सुरु छ कि गाइज कुरै नगरौँ। मम्मी होइन अर्कै मम्मी रिसाइराख्नु भएको छ। फेरि चप्पल फायरिङ हान्नुहुन्छ। मम्मी चप्पल फायरिङ हान्नु नि एकचोटि। यहाँ रिस कति देब्रे हातले हानेको चाहिँ मम्मीले ठाउँको ठाउँ लाउनुहुन्छ गाइजहरू। अहिले रिस मारेको छैन। अनि मम्मी किन रिसाउँदै लुगा धुँदै हुनुहुन्छ? यसको कारण के हो अरे भनेर मैले सोधि हेरेको। रिसाउँदै धोयो भनेदेखि मैल पनि जान्छ, रिस पनि मर्छ अरे। अरे तपाईँहरू चाहिँ कसरी अब देख्न सक्नुहुन्छ बोटुका फायरिङ भयो। ए गाई नि बोटुका फायरिङ भइसकिरहेछ। सन्देशको भातले आधार छैन बोका डङ्डुङ स्थिर आइरहेछ। म कुटी काट्दैछु। कुटी काट्नु छ गाईचोरु, कुटी काट्नु छ। काली जानका दिनको छैन मै मरि जानु। चिया पाक्दैछ गाईचहरू। इधर एक गिलास छ, यही आधी दिनुहुन्छ मम्मीले। चिया खानुपर्छ। अनि म भनेको चिया खाएपछि बिजनेस गर्दैछु। तपाईँहरूलाई थाहा छ ट्रेडिङ। हिजो 88 रुपियाँ थियो, 88ले 100 बनाएँ। आज 100 पनि किनिरहेको छु। त्यो 100को बिक्री भयो भने कतिमा बिक्री हुन्छ? 395 हुन्छ। जितो भने हार्यो भने सकिन्छ। 395 आउँछ आज। अनि भरे उयो आउनुपर्छ। अनि देख्नै सक्दैन न हाम्रो मम्मीले त मलाई। देख्न सक्ने त काम गरेको हुनु पर्यो नि। त्यत्रो कुटी काटिरहेको छु, रही भए पनि रिसाएको छन्। अनि तपाईँलाई के गर्दा चाहिँ खुसी हुनुहुन्छ? जस रिसाए पनि चिया भने आउँछ। यसो नभन्नु न, अडियन्सले हेर्छ नि त। दिन न दिन भिखारीलाई भिख दिँदाखेरि स्वर्गमा उयो मिल्छ। जस जे गरेर पनि चिया आयो खुसी गर्नुपर्छ। घाँस काटेको तर्फबाट चिया नदिएको भएदेखि म गाईकोलाई घाँस पनि सबै लगाएर बाख्रालाई दिन्थेँ नि त। त्यही भएर चिया आएको। ल अब फाइनली मैले खोले बसाइसकेँ। त्यहाँनिर आगो बाल्दैछ बिस्तारी। अब एकछिन सरस्वती माताको दर्शन गर्नुपर्छ गाईहरू। तपाईँहरू पनि गर्नुपर्छ, पढ्नुपर्छ। धेरै मोबाइल मात्र हेर्नु हुँदैन गाईहरू। अनि म के भन्छु भनेदेखि अब म 1 महिनाभित्रमा एउटा कति 100 भनेपछि 150 सब्सक्राइबरसम्मको मान्छेलाई भेट्ने कोसिसमा छु। 1 महिनाभित्रमा है त गाईहरू। पुरा हुन्छ कि हुँदैन हेर्नु। यो भिडियो पुऱ्याइदिनुहोस्। यहाँ झापामा हुने जुन कन्टेन्ट क्रिएटरहरू छन् सबैलाई। अब म चाहिँ पढ्छु जान्दिनँ। उयो खोले पकाउँदाखेरि लगेको डर नभएर केटाकेटीले दिक्क लानन्। किन दिक्क लाउनु? त पनि हो चक्लेट किन्दै भनेर। बोक्रा मात्रै उकाइदिन्छु तेरो चक्लेट खाली। मम्मीले त खानेकुरा लिएर आए। ल्याए खानेकुरा खालास। भोक लाग्यो मम्मी खान्छ के खानु। फाइनली मेरो खोले पनि पाको भनेर म भन्दिनँ किनकि स्वर्गवास भएछ। भिडियोमा एन्ड गर्दैछु। अनि तपाईँहरूलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्नु होला। अनि नयाँ मान्छे अलि माया पनि देखाइदिनु होला।
अनि अर्को त के भन्नु, जस म 1 महिनाभित्रमा 30 भन्दा 50 सब्सक्राइबर बनाउने 50 भन्छु 1K सब्सक्राइबर बनाउने कोसिसमा छु। यो सब तपाईँहरूकै मायाबाट हुन्छ। अनि यो भिडियोमा कमेन्ट गर्नु होला, फिक्स अपलोड गर्ने फिक्स टाइम कतिखेर हो। अनि आजलाई बाई बाई।